आज चाहिँ बिहान बिहानै त्यो हुन्छ जसको लागि धेरै मान्छेले धेरै दिनबाट इन्तजार गरिरहेका थिए। र इन्तजार चाहिँ कसको गरेको भन्दाखेरि पानीको, जुन चाहिँ धेरै दिनबाट परेको थिएन र फाइनली आज परेको छ। र धेरै दिनमा परेको यो पानी चाहिँ अमृत जस्तै नै हो, किनकि यसले मरिसकेको घाँस गस पातहरूलाई नयाँ जीवन दिनेछ। र यो कुरालाई चाहिँ साइडमा राखौँ। अब यता हेरौँ के चल्दैछ। यता छ मेरो भतिजो र यो बुइनी, जसले चाहिँ मेरो भतिजालाई बोकेकी छ र भतिजो पनि चुपा लागेर परेको पानी हेर्दैछ। र अरू बेला यसरी बस्दा रुने मान्छे आज चुपा लागेको छ, खोइ के हो थाहा छैन। र अब म पिउँछु चिया। र यत्रो दिन चाहिँ हाम्रो घरमा गाई बियाएको थिएन, जसले गर्दा घरमा दुध चिया हुने थिएन। र आज चाहिँ दुध चिया छ र म पिउन थाल्छु। र एकछिनपछि पानी पनि रुवाउँछ र कस्तो राम्रो बतर बनिन्छ। र यो पानी आउँदा चाहिँ अब एउटा राम्रो कुरो के हो भन्दाखेरि यो बाटोमा जति पनि धुलो उड्थ्यो सबै धुलो मर्यो। र जसले गर्दा चाहिँ अब उडेर नाकमा आएर धुलो पस्दैन पनि, सर्दी पनि लाग्दैन। त्यही भएर मलाई चाहिँ एकदमै धेरै खुसी लागेको छ है। र BMW लिएर अब चाहिँ म जान्छु होम टाउन। र भिडियो चाहिँ डेली दिन सकेको छैन, नरिसाउनु होला। धन्यवाद, थ्याङ्क यू, जय श्री राम।